के तपाई पनि यसरी भिडियोको आकाशलाई चेन्ज गर्न चाहनुहुन्छ? यदि यसरी भिडियोको आकाश तपाईले चेन्ज गर्न चाहनुहुन्छ भने आजको भिडियोमा म तपाईलाई सिकाउने छु कसरी चेन्ज गर्न सकिन्छ स्टेप बाइ स्टेप। नमस्ते साथीहरु, आज म तपाईलाई आफ्नो भिडियोको आकाशलाई कसरी चेन्ज गर्न सकिन्छ म त्यो सिकाउन गइरहेको छु। सबैभन्दा पहिला म तपाईलाई यो क्यापकट एप खोल्न चाहन्छु किनभने म तपाईलाई सिकाउने त्यही क्यापकट एपबाटै हो। यो क्यापकटको यो न्यू भिडियोमा जानु होला। न्यू भिडियोमा गइसकेपछि तपाई आफ्नो कुन भिडियोको आकाशलाई चेन्ज गर्न चाहनुहुन्छ त्यो भिडियोलाई सिलेक्ट गर्नु होला। म यो भिडियोको आकाशलाई म चेन्ज गर्न चाहन्छु, त्यसैले यो भिडियोलाई सिलेक्ट गरे, यसलाई एड गरिदिए। अब यसको धेरै भएको केही भागलाई चाहिँ हामीले मिलाउनु पर्ने हुन्छ। यसलाई काटेर स्प्लिट गर्दिन्छु म, यो अगाडिको भाग डिलिट गर्दिन्छु। अब यसको यहाँ माथि देख्न सक्नुहुन्छ यो आकाशलाई म पुरै परिवर्तन गर्दिन्छु। तपाईले देख्नु भएकोला टिकटकहरु हुँदै यस्तो भिडियोको आकाशलाई कसरी चेन्ज गर्दो रहेछ आज म तपाईलाई सिकाउन गइरहेको छु। अनि यति गरिसकेपछि यहाँ ब्याक जाउँ। ब्याक गएपछि यहाँ फेरि देख्न सक्नुहुन्छ ओभरले भनेर आएको छ। यो ओभरलेमा जाउँ। यो ओभरले पछाडी एड ओभरलेमा जाउँ। फेरि एड ओभरलेमा गइसकेपछि तपाई त्यो भिडियोको आकाशमा कस्तो खालको सिन राख्न चाहनुहुन्छ तपाईले त्यसलाई सिलेक्ट गर्नुपर्ने हुन्छ। म चाहिँ यो अर्को यो भूगोलको भिडियो राख्न चाहन्छु, त्यसैले यसलाई सिलेक्ट गर्दिए। यसलाई सिलेक्ट गरिसकेपछि अब यसरी हल्का माथि लगेर यसलाई म अगाडिको भिडियोसँगै एडजस्ट गर्न चाहन्छु। यसरी हल्का माथि लान्छु। ल यति गरिसकेपछि तपाईले यसलाई यसरी हल्का सारेर यहाँ लास्टमा तपाईले देख्न सक्नुहुन्छ यहाँ मार्क्स भन्ने आएको छ। यो मार्क्समा गएर क्लिक गर्नु होला। मार्क्समा गएर क्लिक गरेपछि फेरि यो डबल बक्स छ त्यसमा गएर फेरि क्लिक गर्नु होला। त्यसमा गएर क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ दुईटा भिडियो आएको छ। यसरी तपाईले फिंगरको सहयोगले कतिसम्म त्यसलाई झार्न चाहनुहुन्छ त्यतिसम्म झार्न सक्नुहुन्छ। त्यसपछि यसलाई यतिदेखि तपाईले यसलाई चाहिँ हल्का तल झार्दिनु होला, यसरी सार्दिनु होला, जसले गर्दाखेरि यो मुनि र माथिको भिडियोलाई छुटाउन अलिकति गाह्रै पर्छ। तपाईले यसरी मिलाइदिनु होला। यसरी मिलाइसकेपछि अब यसलाई तपाईले के गर्नुपर्ने हुन्छ भने यहाँनेरि गएर यसलाई फिक्स गरिदिनु होला। फिक्स गरिदिसकेपछि अब यहाँ देख्न सक्नुहुन्छ भिडियो सुरु भइसकेको छ। यसरी तपाईले आफ्नो भिडियोको आकाशलाई स्काईलाई चेन्ज गर्न सक्नुहुन्छ। यसरी अनि यो धेरै भएको भिडियोलाई तलको भिडियो धेरै भएकोलाई तपाईले यसरी स्प्लिट गरेर डिलिट गरिदिन सक्नुहुन्छ। अनि यो लास्टको यो इन्डिङ भन्नेलाई यसले डिलिट गरिदिनु भयो भने क्यापकटको लोगो हराउनेछ। अब यहाँ देख्न सक्नुहुन्छ भिडियोको आकाश पुरै चेन्ज भइसकेको छ। अब यसलाई डाउनलोड गर्नको लागि सजिलो छ। यहाँ अल्ट्रा एचडी मा जानु होला। त्यहाँ गइसकेपछि यहाँ तपाईले भिडियोको रेजोल्युसन मिलाउन सक्नुहुन्छ। अनि त्यसपछि तपाईले यो यसरी भिडियोको आकाश चेन्ज भइसकेको छ। अब तपाईले यसलाई डाउनलोड गर्नको लागि यो माथि एक्सप्लोरमा गएर सिधै डाउनलोड गरिदिन सक्नुहुन्छ। यसरी तपाईले सजिलोसँग भिडियोको आकाश चेन्ज गर्न सक्नुहुन्छ। यस्तै किसिमको भिडियो हेर्नको लागि कृपया मेरो यस च्यानललाई सब्स्क्राइब गर्नु होला। फेरि अर्को भिडियोमा भेट्नेछौँ। धन्यवाद।